पर्वतको बिरेठाँटीबाट मुक्तिनाथसम्म 81.41 किलोमिटरको मुक्तिनाथ केबल कार नेपाल लगानी बोर्डबाट 57 अर्ब 64 करोड रुपियाँको लगानी स्वीकृत भएको छ। अब यो चाहिँ धेरै अगाडिदेखि यो परियोजना लगानी बोर्डमा थियो। त्यतिखेर डिटेल फिजिबिलिटी स्टडी अध्ययन गर्दाखेरि प्राविधिकसँग सल्लाह गरेर टिओआर म आफैले ड्राफ्ट गरेको हो। त्यतिखेर पनि कुराहरू आएको थियो। अब संसारमा चाहिँ 12 किलोमिटर भन्दा लामो केबल कार छैन, 81 किलोमिटर कसरी बन्छ भनेर आएको थियो। मैले के भन्ने गरेको थिएँ भन्दाखेरि 12 किलोमिटर बन्न सम्भव छ भने 81 किलोमिटर पनि बन्छ, अध्ययन गरौँ भनेको थियो। आज अध्ययन गरियो, यसको लगानी पनि स्वीकृत भयो, निजी लगानी आउँदैछ, यो बुट मोडेलमा बन्दैछ। यो निर्माण सञ्चालन निजी क्षेत्रले गर्छ र कन्सेसन पिरियड पछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने आउने हो। निजी क्षेत्रलाई हामीले जहिले पनि पोजिटिभ रूपमा चाहिँ हेर्नै पर्छ। मेरो साथी ट्रान्सपोर्ट इन्जिनियर सागर वन्तजीले यसमा प्रश्न उठाउनु भएको छ। संसारमा भेनेजुएलामा 12 किलोमिटरको मात्र छ सबभन्दा लामो, यो 7 गुणा बढी हुन्छ र यसको स्पिड 20 देखि 25 किलोमिटर मात्र हुन्छ। यो मुक्तिनाथ पुग्न 4 घण्टा लाग्छ, यो कसरी बन्न सम्भव छ भन्नुभएको छ। यो 7वटा स्टेसनमा बनाइन्छ र 7वटा भिन्दै भिन्दै केबल कार सिस्टम जस्तो बनाइन्छ र यसलाई जोडिन्छ। प्राविधिक रूपमा हुन्छ जस्तो लाग्छ। अब डिएफएस एकपल्ट हेरौँ र यो बन्छ जस्तो चाहिँ मलाई लाग्छ। पोजिटिभ वेमा हेरौँ।